बिचरा मैले तपाईँको लुगा बेचेर खाएको छु यसले खायो होला नि यसले आफ्नो स्वास्नीलाई दियो होला नि के थाहा न एउटी भएको आमालाई बाबुले छोरी त्यसलाई नरुवा नि भाइ फेरि नरुवा फेरि आमालाई आमाको आँखामा आँसु आएको देख्यो भने फेरि कोही पनि बाँकी रहँदैन फेरि सबैले सोच्छ अब मैले सम्झाउँदाखेरि आमाको आँसुमा आँखामा आँसु आउँछ भने तँ चुप भने सुन्नुहोस् यसको गाला फुट्ला छैन यसलाई त त्यति भयो पनि हो त नभा कुरा गर्ने मान्छेको चाहिँ बुद्धि हो नि हामी राम्रो कुरा गर्ने मान्छेको बुद्धि नहुन्थ्यो हो त तपाईँको चाहिँ बुद्धि नभएको क्या आमा तपाईँले हामीलाई के गर्न आइथ्यो म त घर पनि अब त तँलाई फाइदा भयो घर त एक दिन पनि आउँदैन के अब त मलाई त बरु हामीलाई पनि लैजा उतै लैजा लिएर जा जा मस्ती गर रमाइलो गरौ नि के मलाई एउटा आमालाई पनि घरमा राख्न नसके जा लिएर जा अरे मैले घरमा राख्नु त्यो कतिसम्मको सोच तिरो मैले घरमा राख्न सक्दिनँ भनेको छु तिरो मैले घरमा राख्न सक्दिनँ भनेको छु अनि किन लगेर जा भनेस् तैँले अनि के कुरा गरे त मलाई लिएर जा भने नि त आमाले भर्खर के कसलाई तैँले धेरै माया गर्छस् रे त अनि लगेर जा नि त अनि हामीले माया गर्दैन रे तँ धेर पेत्र नगर तेरो यसले यस्तो भने तपाईँ मरेको बेला यो एक थाक पनि दुधो बार्दै के भालेको मासु कसले बार्दैन कसले जुठो बार्दैन भन्ने कुरा तँलाई थाहा होला बुझिसके तिमी अलिकति ससुरासँग अलिक मुख समालेर बोल है फेरि ए दाइ मैले तिमीलाई आँसु पुस्थे नि त आँसु पुस्थे यसको संस्कारै राम्रो भएको भए त मेरो तँ गर्न त अनि खालि माया गर्नु जति माया गर्दा पनि जति भन्दा पनि नहुने ओइ मैले भनेको पानी अब तुप्रा अब फेरि बोलिस् भने नि फेरि के गर्नु राम्रो हुँदैन तैँले कसलाई रिस यो खानेकुरा फाल्छस् टिपेर चाट यहाँ सुन भाइ तैँले आमालाई लगेर जा भनेर लगेर जान्छु तर याद राख एउटा कुरा राम्रोसँग सुन बुहारी पनि सुन तिमी पनि मेरो बुहारी हौ भाइले ल्याइहाल म मान्छु यो जग्गा घर जग्गा सबै आमाको नाममा चाहिँ यो पनि म बेचेर लगेर जान्छु कुरो बुझिस् नि ए यो यहाँको जग्गा बेचेर जानलाई तैँले कमाएर जोडेको सम्पत्ति हो मैले कमाएको तैँले कमाएको तपाईँले जोडेको सम्पत्ति हो यो मेरो बाउले जोडेको हो मेरो बाउले तँ चुप अघिदेखि भनिरहेको छ तँ त्यता तैँले के सुनेस् के बुझेस् तैँले के बुझ्नुपर्छ मेरो बाउले मरी दुःख गरेर जोडेको रगत पसिना बगाएर जोडेको तपाईँकै यस्तै बोलीले गर्दाखेरि बुवाले छोडेर जानु भएको हो क्या तपाईँको अनुहार मुख हुनु पर्यो नि राम्रो मुख अनि यति गरेपछि त यिनीहरू पनि यो घर छोडेर जान्छ अनि हाम्रो राज हुन्छ भनेर यसो षड्यन्त्र रच्या होला तपाईँकै जेठा छोराको पक्षमा लाग्नु न यो सबै बेचेर लगेर वापस सहर लगेर सबै सम्पत्ति खाएर तपाईँलाई वृद्धाश्रममा राखिदिन्छ अनि ढुक्क हुन्छ अनि छोरो कान्छा मलाई त छोजिएर यस्तै गऱ्यो भन्दै रुँदै यहीँ आउनुपर्छ हामी अब जब जान्छौँ नि त्यसपछि यसले थाहा छ हामीसँग आउँछ यो बुहारी त के हो भोलि पहिला पनि जान्छ सक्छ तर आफ्नो परिवार जतिको कोही पनि हुँदैन बुझिस् यस्ता परिवार मलाई चाहिँदैन जस्तो दाजु मलाई चाहिँदैन ल के गर्छस् गर चाहिँदैन ल जा चाहिँदैन मलाई पनि चाहिँदैन यस्ता चाहिँदैन तेरो अहिले तँ यो निकै बढी बोले तैँले चाहिँ मलाई रिस लागेको छ है तँ च्याखुरी धेर नगर त पेत्र अहिले धेरै नगर अहिले यसको रिस तैँले भेट्लास् है के भनिस् रे नन्द बनाउँदै हेर्दा यत्रै बटाइ जत्रै छ कुरा चाहिँ गत नपतको गर्छ है खालि मलाई नै दोष लागी छे आमासँग मिलेर गालासाला पड्काइदेऊ न गर जे भए पनि मैले नन्दको सम्मान गरेर नबोलेकी हुँ अहिलेसम्म
बोल्नु न त हामीले रोकेछौँ हामीले रोकेछौँ हाम्रै सम्मान गर्न नसक्ने गरिस् न अनि यसलाई यति बोल्नु कसले सिकायो तैँले सिकायो होला होइन के रे आज राति यस्तो यस्तो भन्नुपर्छ झगडा गर्नुपर्छ उहाँले क्या के मुला तेरो सिकाउनु सोच मेरो भाइ हो कि होइन यो त मेरै भाइ हो यो मेरै भाइ हो त आमा हो त हो कि होइन सोध न सोध राम्रोसँग सोध कसलाई सोध्नु आमालाई सोध न मलाई थाहा हुन्छ खै छोरो मेरो छोरो भनौँ कि कसको छोरो भनौँ पाउन त 9 महिना गर्ममा राखी कति दुःख गरी पाए हुर्काए बढाए तर अहिले त लाग्छ मेरो छोरै होइन यसकै बाउको गोतातिर गछ नि काहीँ नभएको असती थियो बाउ त्यस्तै छोरो भएछ हो के? मलाई मेरो छोरै होइन। मलाई गर्व छ म बाउ कता गएकोमा धन्न तपाईँको त गएन तपाईँको त गए भए त म पनि संस्कार भुल्थेँ होला बाबुले जाके कसरी बोल्छ ल्याएर ऊ बाहिर त्यस्तै बसेछ? हुन्थ्यो होला कुनै दिन तेरो बाउले सम्झेर आएको छ त मरे छस् कि त जिउँदो छस् कि खाएको छस् कि भोको छस् भनेर ए तपाईँहरूको यस्तै छुचो बानीले गर्दा नआउनु भएको हो क्या बुवा कसलाई छुच्छु भने तँलाई भनेको तँलाई तपाईँ तेरो राम्रो भनेर जाता तेरो बाउ मुखमा कस्तो छ जान्छु नि जान्छु मेरो बाउ भने जान्छु नि म। म गएपछि त आनन्द रात गरेर बस्छु भन्ने सोचे होला होइन घरमा जस्तो गोरु त भाइ यति कुरा विचार गर कि अहिले त मलाई तैँले गनेको छैन नि तर दुईजना भएर चाहिँ बिहा गरेर यतिसम्म भनिस् भनेर यो मनमा मैले राखेको छु कि पक अब तेरो भर्खर भर्खरै हो होइन अब तेरो बाउ पनि छैन अब तेरो गाई विषयमा सिपारी कसले बनाउँछ तेरो बिहा जता कसले गरिन्छ त्यहाँनिर सनाखत बच्दाखेरि को चाहिँदो रहेछ बुझिस् त्यति बेला तँलाई पक ए मेरो बाउ छैन तेरो चाहिँ छ बाउ खै तेरो चाहिँ छ तेरो चाहिँ छ बाउ के मेरो बाउ त छ कहाँ छ कहाँ छ छ नि जहाँ भयो भने तिमीहरूलाई किन भन्नु जान त जान म फेरि बाउलाई बाउ भेट्दा बाउबा मैले भनिदिएँ भने त बाउबा भाग्नु गएर फेरि सम्पत्ति माग्नुला भन्ने सोचे होला होइन यसले कतापट्टिको बाउ भनेको यो मेरै बाउको घर हो यो मेरै बाउको घर हो। मेरो बाउ छ मेरो बाउ जा जा वही लगेर लैजा जा चाहिँदैन हामीलाई ए म मेरो बाउ छ भने कहाँ कसो मैले म ससुराली गरेर बसेँ भने तपाईँहरूलाई त सबै स्याबास इज्जतवाला घर रहेछ भन्ला होइन अब यसरीको बस्नु भन्दा त बरु गएर इज्जत होस् बेइज्जत तँलाई त म अलिअलि भएको इज्जत बेइज्जती अब इति इज्जत गर्थी त्यो पनि आजबाट गर्न छोडेँ मैले छुट्टी न त तेरो इज्जत फाल्ने बनाउनु जा छुट्याइदिएँ म छुट्याइदिएँ छुट्याइ तिम्रो छुट्टी यो घरमा मैले दुःख गरेको छु छुट्टी यो घरमा मैले दुःख गरेको छु यो घरमा मैले दुःख गरेको छु बुझिस् छुट्टीमा जाउँ तँ छुट्टी तँ छुट्टी तँ जा कुरा गर्छ यत्रो वर्षसम्म दुःख गरेर बस्ने म अनि तँ अहिले अब मलाई छुट्टी भन्ने आएर तेरो औकात छ मलाई छुट्टी भन्ने तेरो औकात छ तैँले इज्जत खोजेको भने जा तेरो त छुट्टी तेरो बुल लगेर जा त छुट्टै इज्जत गर्न जा तेरो इज्जत तेरो औकात छ मलाई छुट्टी भने तेरो औकातले पुग्छ के चाहिन्छ के चाहिन्छ तँ अहिले मैले गाउँ समाज ल्याएँ भने तँलाई यो घरबाट निकाल्छु बुझिस् बाउसम्मको बुझिस् बाउ त छैन अब मलाई बाउै माग्के मुला तँलाई त बाउ कुनै हालत पनि पाएन मेरो बाउ छ यहाँ घरमा पो छैन त बाहिर छ बाहिर होइन त मुला तिमीहरूले नै म सानो हुँदा तिमीहरूले नै मेरो बाउलाई लखटेको हो बुझिस् तँलाई थाहा छ तँलाई थाहा छ मुला किन तँलाई थाहा छ मुला किन तँलाई थाहा छ पर जा फेरि गाउँ समाज गर्ने भएको तिमीहरूले यस्तै मुखले गर्दाखेरि मैले नथाहा पाइकन मेरो बाउलाई तिमीहरूले लखटेको हो बुझिस् म बाउलाई खोजेर लगेको तैँले लखटेको तैँले लखटेको त मेरो बुढी जाँच सिकेपछि तँलाई के मुला त्यो किन छ मलाई गर्न त के गर्छ मुला त हिर्काउँदै हाँस्छस् फेरि हिर्काउँदै हाँस्छस् बुइला चाहिँ किन फेरि यो 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 फका अब त्यसलाई मैले के गरेँ तँ फकान मलाई हिर्काउने मुला किन पिट्नु त तैँले मलाई पिट्दा हुने तँलाई मैले पिट्नु नहुने किन हो तैँले खोजेको त भयो अब धेरै झगडा नगर दिक्क लागिसक्यो मलाई कति दुःख गरेर पाएँ हुर्काएँ बढाएँ तिमीहरूकै मुख हेरेर बाँचुला सोचे बुढाले त्यसरी छोडेर जाँदा पनि छोरा छन् मेरा दुईटा आँखाका नानी छन् सोचे छोरी त के हो र अर्काको घर जाने जा तर आज तिमीहरू दुवैलाई दाइलाई त के भन्नु म बढी भएको छु तँलाई पनि अब तैँले गर्दा दाइलाई पनि सायद बढी हुन्छु त्यो भन्दा अरू मलाई भएको छैन कि मलाई यसलाई भएको हेर्दै मलाई बढी भएको कुरा होइन
यहाँ इज्जतको कुरा छ, समाजको कुरा छ, संस्कारको कुरा छ, बुझिस्? समाजले के भन्छ? मैले तिमीहरूलाई केही भनेकै छैन क्या। यति भनेको आमाले लगाएको कपडा भएन भन्दा यत्रो हङ्गामा गर्नुपर्छ त? तँ चाहिँ किन तेरो अहिले म खालि पेतर गरेर छ, यत्रो चल्ली छ। तैँले चाहिँ गयो, तैँले सफा गर्दा हुँदैन? जहाँ पनि बुहारीले मात्रै सफा गर्नुपर्छ भनिन्छ? यसलाई गएर पड्काइदेऊ न, पड्काइदेऊ। के गर म छु, हेर्छु के गर्दो रहेछ। नबोल तर म धेरै भाका छौ, नबोल, छोड दे। हजुर छोड्नु। नन्दको सम्मान मात्र गरेकी हुँ, नभए त अघि नै गएर पड्काइदिन्थेँ मैले। किन पड्काउनु? यहाँ सोफा गर्नु न पहिला, अनि पछि कुरा गरौँ। ला तँ त्यस्तै लाग्छ, फोहोर लाग्छ नि त? तर सफा गर। पेतर गरेछ, पेतर गरेछ, पेतर। तँ चुप लाग। चुप लाग्छ। सम्झान तेरो बहिनी र तेरो आमालाई। यो चाहिँ मेरो बहिनी, यी चाहिँ मेरी आमा, तेरी आमा चाहिँ तेरो बहिनी चाहिँ को? के थाहा मलाई अहिलेको यो हेर्दाखेरि त होइन जस्तो लाग्न थालिसक्यो मलाई। ल भयो, अति भयो, अति भयो। अब चाहिँ बन्द गर्नु यो झगडा। यो यहाँ किन फाल्को आफै राख्नु न। ल भयो, अति भयो, अति भयो। अब चाहिँ बन्द गर्नुहोस् यो झगडा। ल दाइ, आमालाई लिएर जाने हो भने गइहाल्नुहोस् यो घरबाट निस्केर। किन जानु? हाम्रो चाहिँ घर होइन। तेरो त होइन, तेरो तँ चाहिँ गइहाल पहिला नै सुरुमै। पहिला फोन खालि अरू पेतर गर्छ खालि। तँ सफा गर न, तँ सफा गर। अब कोही यो घरबाट जाने नजाने भन्दा नि तिमीहरूलाई कहाँ जाँदा के गर्दा खुसी हुन्छ तिमीहरू जाऊ। त सहरमा छ त आफ्नो व्यवस्था गरेर उतै बस। तर म बाँचुन्जेलसम्म यो घरमा मेरै हुकुम चल्छ। म कहीँ पनि जाने जबसम्म म मर्दिनँ, न तिमीहरूले केही पाउँछौ न कसैले केही पाउँछ। म बाँचुन्जेलसम्म म यही बस्ने हो, यही मर्ने हो।